आज त दिन पनि शीतल शीतल छ, बारीको काम पो गर्नुपर्छ होला। आज बुढी आमा रिसिँदै थियो बारी काम गरेन भनेर। हो हेर्नु चाहिँ मैले रोपेको यी पदिनाहरू खानु चाहिँ खाँदैन, रोप्नु मात्रै पर्छ। यहाँ बिट त्यतिकै झारहरू गोरेको छैन रहेछ, यस्तो झार पलाइसकेछ हो। यहाँ मुनि त्यतिकै झार पलाइरहेको रहेछ, झारहरू उखाल्नु पर्ने। भिडियो मात्रै बनाइबस्छ भन्छ, के गर्नु आफै गर्नुपर्छ। आज राम्रो गोड्नु है, छुट्टीको दिनमा आज दिन पनि रहेछ। के साह्रो कराएको काम गर्दा पनि, काम गर्नु त देऊ न हौ, के आफै आएर गर। एक दुई दिन ठाडे आइहाल्छ, एक दुई दिन ठाडे आइहाल्छ। यो सब मारिसकेछ घर, खै खाना मात्रै पकाउनु भन्छ, अरू केही हेर्नु भन्दैन। हेर न यी ज्यारहरू, यस्तो छ के गर्नु, बर्खामा यस्तै हो। यो चाहिँ भन्छ तपाईँको बिँ, यो भेन्टे बिँ भन्छ। यहाँ अस्ति सिबी रोपेर थाँक्राहरू पनि त्यत्तिकै, सिबी खाइसक्यो, थाँक्रा त्यत्तिकै छ, केही त गर्दैन। आफै भ्याउनुपर्छ सबैतिर, ड्युटी पनि जानु पर्यो, घरको काम पनि आफै गर्नु पर्यो। मैले अस्ति त्यत्रो भनेको यहाँ गाभाहरू पनि टिप है भनेर, गाभाहरू पनि यहाँ त्यत्तिकै छ। उयो पनि के अरे, यो पदिनाहरू पनि आए बुढो भएकोले काम गर्नु पनि सकिँदैन। आए आया रिसिनु मात्रै जान्दछ। यी बर्खे सागहरू टिप्नु पर्ने, फुलिसकेछ। मैले हेरेन याद गरेन भने कसैले गरेन, खानु मात्रै जान्दछ। अब यो गिनारीको साग अलिक टिप्नु पर्यो, मिठो लाग्छ, के गर्नु पकाएर खानै पर्यो। खै यो गिनारी लट्टे राम्रो हो भन्छ साग, टिप्नै पर्यो। आलुसँग मिसाएर खाँदा त कस्तो मिठो हुन्छ नि, दबाई पनि भन्छ। बर्खे साग अहिले बर्खाको सब्जी यस्तै हो। यहाँ तल साग टिप्नै म भुलेछु, सब झाडी भइसकेछ। एक दुई दिन यसो बाहिरतिर घुम्नु गएको,